ओके, हामी एउटा प्रोजेक्टाइल मोसनको कन्सेप्चुअल क्वेसन हेर्दैछौँ। वाइ इट इज नेसेसरी टु रिजल्भ इनिसियल भेलोसिटी इन्टु कम्पोनेन्ट्स इन प्रोजेक्टाइल मोसन भन्छ, अथवा हामी रिजोल्युसन अफ भेक्टर किन नेसेसरी छ त भने जस्तै हो। यो पनि जस्तै हेर है त, जब हामी कुनै एउटा अब्जेक्टलाई एटमोस्फियरमा थ्रो गर्छौँ, देन द पाथ अफ प्रोजेक्टाइल सिम्स लाइक दिस, त्यसो देखिन्छ। यसमा इनिसियल भेलोसिटी लेट्स से एट इनिसियल भेलोसिटी युमा मुभ गर्दैछ भने एट एन एंगल थीटा होरिजेन्टलसँग थीटा एंगलमा मुभ गर्दैछ भने इट क्यान बी रिजल्भ इन्टु कम्पोनेन्ट्स भनेका छौँ। जस्तै एउटा कम्पोनेन्ट यता हुन्छ युएक्स, अर्को कम्पोनेन्ट यता हुन्छ युवाई। किन नेसेसरी छ त यो कम्पोनेन्टमा रिजल्भ गर्न भनेको? सिम्पल भाषामा भन्दा यो प्रोजेक्टाइल एक्स डिस्टेन्स पनि ट्राभल गरेको छ, वाइ डिस्टेन्स पनि ट्राभल गरेको छ। त्यही भएर यसलाई दुईटा कम्पोनेन्ट एक्सतिर कति गयो, वाइतिर भेलोसिटी कति छ भनेर कम्पोनेन्टमा हामी रिजल्भ गर्न सकियो। यो त बेसिक एक्सप्लेनेसन भयो। खासमा अरू के हुन्छ त है त? एज वी अलरेडी नो, प्रोजेक्टाइल मोसन इज टू डाइमेन्सनल मोसन। Okay, this two-dimensional motion since it travels along x direction and y direction. Both motions are independent to each other. है त? एउटा x तिर जानेले y तिर जानेले केही पनि असर गर्दैन, एक अर्कामा इन्डिपेन्डेन्ट छन् यी मोसनहरु। फेरि रिजल्भ गर्यो भने चाहिँ के हुन्छ र है त? बाइ रिजल्भिङ इन्टु कम्पोनेन्ट्स we can replace two-dimensional problem into simpler one-dimensional problem. हो त? प्रोजेक्टाइल भनेको हाम्रो दुईटा डाइमेन्सनल हो। यदि हामीले स्प्लिट गर्यौं भेक्टरमा अथवा कम्पोनेन्टमा स्प्लिट गर्यौं भने एउटा एक्स डाइरेक्सनमा मात्रै कुरा आउँछ, एउटा वाइ डाइरेक्सनमा मात्रै कुरा आउँछ। सो दैट वी क्यान रिप्लेस टू डाइमेन्सनल प्रब्लम इन्टु सिम्पलर वान डाइमेन्सनल मोसन, सो दैट वी क्यान युज इक्वेसन अफ मोसन एलोङ स्ट्रेट लाइन हो। अर्को एउटा फाइदा के छ त यसरी डिभाइड गरियो भने भन्दा हामीले इक्वेसन अफ मोसन युज गर्न पाउँछौँ। जस्तै इक्वेसन अफ मोसन के हुन्छन् त भन्दा s इक्वल्स टु ut प्लस 1/2 at स्क्वायर, v इक्वल्स टु u प्लस at, v स्क्वायर इक्वल्स टु u स्क्वायर प्लस 2as। यस्ता यिनी वान डाइमेन्सनल इक्वेसनहरूलाई हामी युज गर्न पाइन्छ है त। आफ्टर रिजल्भिङ दिज इक्वेसन्स आर एप्लाइड ट्वाइस। अब यो वान डाइमेन्सनल इक्वेसन भएको हुनाले हामी स्प्लिट गर्यो भने के हुन्छ, एउटा एक्स तिर मात्रै हुन्छ, एउटा वाइ तिर मात्रै हुन्छ। मतलब वान डाइमेन्सन टू डाइमेन्सनल स्प्लिट गरेर हामी वान डाइमेन्सन बनायौँ है त। एउटा स्ट्रेट लाइनमा अथवा वान डाइमेन्सनमा यो इक्वेसन युज गर्न पाइयो, एउटा होरिजेन्टलको लागि यो इक्वेसन युज गर्न पाइयो, एउटा भर्टिकलको लागि युज गर्न पाइयो। त सिम्पलर फर्ममा इक्वेसनहरूलाई सल्भ गर्नको लागि, प्रब्लमलाई सल्भ गर्नको लागि हामीले रिजल्भ गर्न पर्दो रहेछ। इक्वेसन इटसेल्फ आर नट टू डाइमेन्सनल। इक्वेसन यो टू डाइमेन्सनल इक्वेसन भन्न सकिँदैन, आफैमा टू डाइमेन्सनल हुँदैनन्, वान डाइमेन्सनल इक्वेसन हुन्छन्। तर यसलाई रिजल्भ गरियो भने चाहिँ हामीले सजिलैले टू डाइमेन्सनल प्रब्लम पनि स्प्लिट गरेर गर्न सकिन्छ।